आज माघ 16 गते अर्थात् शहीद दिवस। राष्ट्र र जनताका लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति श्रद्धासुमन। शहीदहरूकै सम्झना गर्दै बालेनले भन्छन्, अब फेरि कसैले शहीद बन्न नपरोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन शाहले पटक पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको बताएका छन्। शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले अब आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढेको बताएका छन्। उनले लेखेका छन्, पटक पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पूरा गर्न सकेनन्, अर्थात् पूरा हुनै सकेनन्। 50 वर्ष पहिले जस्तै यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन भ्रष्टाचारको अन्त्य माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीहरूले आफ्नो अमूल्य जीवन बलिदान दिनु पर्यो। अहिले हामी ती शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ। उनले लामो समयसम्म जडा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु पर्ने दायित्व आफ्नो काँधमा रहेको बताउँदै राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेहिता र पारदर्शिता बनाउनु पर्ने दायित्वमा आफूहरू लागेको बताएका छन्। शहीदहरूको बलिदानलाई व्यवस्था गर्ने छुट हामी कसैलाई छैन भन्दै उनले भने, अब समय आएको छ शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने, सुशासन युक्त भ्रष्टाचार मुक्त देश बनाउने। यसपटकको शहीद दिवसमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्धता भएर लाग्ने समय हो। फेरि कसैले शहीद हुन नपरोस्।